आखिर सोच्दै नसोचेको घटना भयो। आखिर किन त? अनि यसरी बाघ आउँदा हामी किन दौडिनु पर्यो? अलराइट गाइज, वेलकम टु माई मिनी भ्लग। आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। हजुरहरुलाई थाहा नै होला यो ठाउँ कुन हो भनेर। दिस इज नेशनल जू। एक्ज्याक्टली भन्नु पर्दा हामी चिडियाखाना घुम्न भनेर चाहिँ आएको थिएन। अझ भन्दा 3 महिना अगाडि प्रोसेस गरेको काम बन्यो कि बनेन भनेर हामी बुझ्नका लागि गएको थियौं। हाम्रो काम भ्याउनलाई केही टाइम लागेन, त्यसैले दिनभर कहाँ जाने भनेर हामी सोचे। त्यसपछि जूको लोकेसन पनि अगाडि भएकाले हामी जू छिर्ने निर्णय गरिए। यताउति फाल्तु गफ छोड्दियो दाजुभाइ, अब चाहिँ चिडियाखाना भित्र पसिसकेपछि एक्सप्लोर गर्नु पर्ने हुन्छ। हाम्रो एक्सप्लोरको सुरुवात हुन्छ सिधै जरायोबाट। लेफ्ट साइडतिर चाहिँ प्राय जस्तो डोमेस्टिक एनिमलहरु मात्रै राखिएको रहेछ। यो बुङ्गुर, जरायो, बदेल कति हेर्नु भनेर हामी सिधै चल्दिए बाघ हेर्न। यो बाघ जुनसुकै क्षेत्रको भए पनि मलाई बर्दियाको बाघ भन्ने गीतको लास्टै याद आउँछ। खासमा यो मिनी भ्लग बनाउँदाखेरि भोइस ओभर गर्न चाहिँ लास्टै झ्याउ लाग्छ। मेरो भोइस कस्तो आइराछ र कस्तो भइराछ यसो कमेन्ट गरिदिनु होला। आजको दिन चाहिँ ओभर टट्टी थियो, किन भन्दाखेरि घाम सर्किरहेको थियो। त्यसैले हामी शीतल खोज्दै हामी छहारी मुनि पुगे। लगभग आधी घण्टा जति रेस्ट गरेर चाहिँ हामी बाघ हेर्न निस्किए। बाघ हेर्ने मान्छेहरु किन यति धेरै घुइँचो भनेको त दिउँसो दिउँसो बाघले त माया पो गर्न खोजिरहेको रहेछ। माया पनि यति धेरै, त्यो पनि यत्रो जनमान्छेको अगाडि भन्दै म पनि निहालेर हेर्न थाले। रिलमा देखेको र रियलमा देखेको त्यस्तो खासै डिफरेन्स त थिएन। तैपनि रियलबाट हेरेको छुट्टै मजा हुन्छ। हामी घुम्दा घुम्दा जनावरहरु हेर्दा हेर्दै भोक लागेको फिल हुन्छ। त्यसपछि हामी खाजा खान गयौं। खाजा त खायो तर खाजा खाएको भिडियो चाहिँ बनाउन पाएन। त्यसपछि लाग्यो हामी पानीपुरी टेस्ट गर्न। यो फट्टाफुट्टी पछाडितिर भिडियोको स्क्रिनमा देखिरहेको चाहिँ मेरो भाइ पर्छ। चाइनोले दाजुभाइ परे पनि मर्दा पर्दाखेरि चाहिँ हामी सँगै हुन्छौं र साथीभाइ जसरी पनि छौं हामी। त्यसपछि हाम्रो पानीपुरी पनि आइसक्यौं। लेट्स सी कस्तो हुन्छ यसको टेस्ट चाहिँ। खासै अमिलो चिज त मन पर्दैन, तर पनि कहिलेकाहीँ खाँदा केही फरक पर्दैन। पानीपुरी त खाए तर ठिकै रहेछ स्वाद भनेर फेरि एक प्लेट मगाउन थाले। त्यसपछि गम कि गम खाएर हामी त्यहाँबाट निस्किए। निस्किनु त निस्किए तर पैसा नतिरिकन निस्कियो होला भनेर चाहिँ नसोच्नु होला। किन भन्दाखेरि यो ठाउँमा चाहिँ पहिला पेमेन्ट गरेर खानेकुराहरू मात्रै आउने रहेछ। त्यसपछिको हाम्रो अन्तिम डेस्टिनेसन भनेको चाहिँ सिसाभित्र रहेको सर्प हेर्नु हो। त्यहाँ रहेको सिसाभित्रहरूमा चाहिँ ठुल्ठुला अजिङ्गर, किङ कोब्रा जस्ता सर्पहरू राखेको रहेछ भन्दै आजको लागि मिनी भ्लग यहीसम्म हुन्छ। बाइ बाइ।